नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्दस्स। बौद्ध परम्परामा पुण्यानुमोदनको आफ्नै महत्त्व र विशिष्ट स्थान रहेको पाइन्छ। सामान्यतः पुण्यानुमोदन भनेको नै पुण्य प्लस अनुमोदन, अर्थात् आफूले प्राप्त गरेको पुण्यलाई अरूको हित उपकारको लागि छोडिदिनु हो, त्याग्नु हो। बुद्धको उपदेश अनुसार आफ्नो शरीरबाट कुनै नराम्रो पाप कर्म नगर्नु, आफ्नो वचनबाट कुनै नराम्रो वचन नबोल्नु तथा आफ्नो मनबाट समेत अरूको कुभलो नचिताउनुलाई पुण्य भनिन्छ। अरूको उपकार गर्नु पुण्य हो, तर अरूको उपकार गर्न नसके पनि कम से कम अरूको जीवनलाई बाधा नदिई निर्दोष जीवन बिताउनु पनि पुण्य नै हो। यसरी सबैभन्दा पहिला आफूले पुण्य सञ्चय गरिसकेपछि प्राप्त पुण्यको माध्यमले सबैको हित, सुख र मङ्गलको कामना गरी पुण्य दान गर्नुलाई बुद्ध शिक्षामा पुण्यानुमोदन भनिन्छ। यहाँ स्मरणीय छ, पुण्यानुमोदन भन्नासाथ तुरुन्तै हाम्रो मनमा दिवंगत भइसकेका व्यक्तिहरूलाई राम्रो होस्, राम्रो ठाउँमा जन्म होस् र अझै धेरै पुण्य गर्न सक्ने भई निर्वाण समेत पाउन सक्ने होस् भन्ने कामनाले पुण्य छोडिदिनु भन्ने बुझिन्छ। वास्तवमा पुण्यानुमोदन भनेको दिवंगत भइसकेका आफन्त मित्रहरूलाई मात्र होइन, बरु जीवित सट्टो प्राणीहरूको सुख शान्तिको कामना गरेर पुण्य छोडिदिनु पनि हो। यहाँनिर यो पनि स्मरणीय छ, पुण्यानुमोदन गर्दैमा हामी आफूले सञ्चय गरेको सबै पुण्य अरूमा जाने होइन, आफ्नो सबै पुण्य सकिने पनि होइन। पुण्यको स्वभाव भन्नु नै निरन्तर वृद्धि हुनु हो, बढ्नु हो। जसरी एउटा इनारबाट जति जति धेरै पानी अरूलाई बाँडिदिने हो, त्यति त्यति नै धेरै त्यस इनारबाट राम्रो र सफा पानी आइरहने हुन्छ। ठीक यसरी नै पुण्य भनेको पनि खुसी र हर्षित भएर जति जति अरूको मङ्गल कल्याण कामना गरी छोडिदिन सक्छ, त्याग्न सक्छ, त्यति त्यति नै धेरै आफ्नो पुण्य बढ्दै जाने हुन्छ। यसर्थ पनि हो, जुनै राम्रो पुण्य कार्य गर्दा अन्तमा सबैको सुख शान्ति र मङ्गल कामना गरी पुण्यानुमोदन गर्नु बौद्ध विशेषता नै रहेको छ। पुण्यानुमोदन गर्दा हामीले पाली भाषाबाट आफूले प्राप्त पुण्यको अनुभवले सबै आफन्तहरूलाई सुखी हुन् भन्ने कामना गरिन्छ। यसका साथै आफूले प्राप्त पुण्यलाई अनुमोदन गरी सहर्ष स्वीकार गरी सबै देवताहरू पनि सुखी हुन्, सबै सत्व प्राणीहरू पनि सुखी
सुखी हुन् तथा दिवंगत भइसकेका सबै प्राणीहरू पनि सुखी हुन् भन्ने कामना गरिन्छ। तसर्थ आऊ हामीले पनि आफूले प्राप्त गरेको पुण्यको प्रभावले सबै आफन्तहरूको मङ्गल कामना गरौं, सबै सत्व प्राणीहरूको मङ्गल कामना गरौं, सबै देवताहरूको मङ्गल कामना गरौं अनि सबै दिवंगत भइसकेका प्राणीहरूको पनि मङ्गल कामना गरौं। साधु साधु साधु।